ओए जेरी केही महिना अगाडि त तैले तहल्का पिटेर राखिया थिइस् गाउँदेखि सहरसम्म युट्युबदेखि फेसबुकसम्म टिकटकसम्म इन्स्टाग्रामसम्म उही जसले पनि गुलाबी जेरी हौ तिमी त मेरी हौ अरूलाई धानको पात मायालाई पानको पात भन्ने गर्थे हैन। आजभोलि त तेरो जमाना गयो है। आजभोलि त सबैले अब त्यसको दिन गयो जेरी सेरीको। अब हाम्रो पालो हाम्रो दिन आयो मकै बारी दरम दरम हरिया काँक्रा करम करम हामीले राज गरेका छौँ आजभोलि। सही भनेस् काँक्रा। आजभोलि त जसले पनि हरिया काँक्रा करम करम मकै बारी दरम दरम हरिया काँक्रा करम करम मकै बारी दरम दरम गरेर हाँस्ने बाबा पालो सबैको आउँछ भन्थे हो रहेछ यार। पहिला जेरीको आयो त्यसपछि जेरीको भन्दा पहिला म भाइरल भएको हो नि मालिक म। पिरालो सही भनेस् तैले। यो जेरीको भन्दा पहिला पालो तेरो आएको। खाँदै खान्न पिरालुको क्यायो भैँसजुले मायालाई झोक्यायो खाँदै खान्न पिरालुको क्यायो भैँसजुलाई मायाले झोक्यायो। अब कहिले जेरीका गीत आउँछन् कहिले पिरालुका कहिले काँक्राका कहिले मकैका अब कति याद हुन्छ। तिनीहरूको गीत आउँदा मलाई त बिर्सनु भएको छैन नि सबैले हैन। मलाई त सम्झिनु भयो होला नि पहिला भाइरल भयो मेरै गीत आएको। थाहा छ यार तिता करला तिमीलाई कसरी बिर्सिन सक्छौ यार। तिमी त सबैभन्दा पहिला भाइरल भए मान्छे हो यार। म त यत्रो कट्टु लगाएर हिँड्थेँ क्या च्यातिया कट्टु लगाएर त्यति बेला तिम्रो गीत निकै भाइरल भएको थियो। हे मुकै तितो बनायो तिते करेलीले मलाई लत्तै बनायो झिमझिम परेलीले मुकै तितो बनायो तिते करेलीले मलाई लत्तै बनायो झिमझिम परेलीले। यो गीतलाई कसले बिर्सिन सक्छ यार। चाहे जेरी आउन् चाहे पिरालो आउन् चाहे हरिया काँक्रा दरम दरम आउन् केही मतलब छैन। बस तित्या करेलीले भन्ने गीत त कसैले बिर्सिन सक्दैन यार। अब तिमीहरूलाई के लाग्छ यो भन्दा पछि के को गीत आउला के चिज भाइरल होला के लाग्छ तिमीहरूलाई? अब मेरो गीत आउँछ मालिक मेरो गीत भाइरल हुन्छ। अब म भाइरल हुन्छु। अब यो पछि तिमी है केरा तेरो गीत आयो भने कस्तो गीत आउला बिगारे केराले सबैलाई बिगार्यो भन्ने गीत त आउला नि होइन र केरा? त्यस्तै आउन सक्छ। एघार्यो केराको कोसाले सबैलाई बेकार्यो भन्ने गीत आउँछ।